पावर बैंक चाहिँ मगाएर ल्याइसकेको छु यो माई पावर 20,000 मेगावाटको होइन यसले चाहिँ एउटा फोन चाहिँ 4 चोटि 0 देखि फुल गर्छ केटा हो अनि यहाँ देख्नुहुन्छ यसको वारेन्टी कार्ड पनि छ हैन वारेन्टी चाहिँ कति 1 वर्षको छ 1 इयरको वारेन्टी कार्ड पनि रहेछ हैन यसको प्राइस चाहिँ सुन्नुहुन्छ भने तपाईहरु यसको प्राइस चाहिँ 2900 हैन 2900 एउटाको 2900 हुन्छ हामीले दुईटा मगाउँछ यहाँ चाहिँ 5800 समथिङ त्यस्तै परेछ हैन अब म एउटा चाहिँ अनबक्सिङ गरिहाल्छु गाइज हैन कसरी गर्ने भने यस्तैलाई अनबक्सिङ गरिसकेपछि अब सिधै देख्न सक्नुहुन्छ हाम्रो यो यसमा चाहिँ माई पावरमा चाहिँ यस्तो खालको चाहिँ आउनु रहेछ हैन सोलर सिस्टमहरु चाहिँ छैन जस केटाहरु सोलर सिस्टम नहोस् है भन्दै यस्तो मगाएको हो अब हेरौँ यहाँनेरि यो यहाँ चाहिँ यसको बारेमा लेखेको छ हैन म्यानुअलहरु के लेखेको छ यहाँ देख्न सक्नुहुन्छ यसको वारेन्टी चाहिँ यो भयो यहाँ छ सबै लेखेको यो पावर बैंकमा चाहिँ यसको एउटा चाहिँ चार्जर मोबाइल चार्ज गर्ने चाहिँ आउँदो रहेछ हैन चार्जर चाहिँ आफ्नै मोबाइलको चार्जमा हाल्ने यस्तो छ गाइज देख्न सक्नुहुन्छ माई पावर जम्मा दुईटा चाहिँ 5800 मा है यो पनि हेर्नुस् कभर बाहिरबाट यस्तो छ भित्र चाहिँ यस्तो छ क्या हैन अनि यहाँ चाहिँ यस्तो के लेखेको छ यो तपाईहरु बुझ्नुस् किन चाहनुहुन्छ भने चाहिँ यो चाहिँ एकदम राम्रो ब्रान्डको हैन सस्तो मस्तो 2900 भनेको चाहिँ ठिक हो 20000 मेगावाटको पहिला हामीले चाहिँ 6065 मा पनि किनेको थियौं कुनै जमानामा त्यो चाहिँ महँगै परेको थियो नि त